ल साथीहरु हाम्रो सुरु भइसक्यो आज फेरि आजको शेड्युल रूपक घिमिरे र सायर घिमिरेको साथमा समस्या आज हामीलाई त्यही भएर अलिकति ढिलो घरबाट निस्केको अवस्था छ। पानी परेको अवस्था तर्रामा साथीहरु। कहिलेकाहीँ हामी सानो प्रोग्रेसलाई इग्नोर गर्छौं र ठूलो रिजल्टको एक्सपेक्ट गर्छौं। त्यही भएर दिनौं गरिने मेहनत भन्दा पनि दिनहुँ देखिने चेन्जेसको बारेमा चिन्तित हुन्छौं। पर्फेक्ट रुटिन नहुँदा भनौं या पेस स्लो हुँदा भनौं, एनर्जी लो हुँदा भनौं या सन्चो फिल नहुँदा भनौं, पहिले जस्तो भएमा सोच्थे टुडे आई वाज ब्याड, तर अहिले बुझ्दैछु स्विङ अप इज अलरेडी अ विन। खासमा भन्नुपर्दा हामी सधैँ बिग रिजल्ट चाहन्छौँ, फास्ट चेन्ज, भिजिबल प्रोग्रेस जहिले हाम्रो ठुलो चाहना हुन्छ। तर रियालिटी के हो भने यो सानो सानो स्टेपलाई जोडेर नै ठुलो रिजल्ट बन्छ। त्यसैले डोन्ट इग्नोर स्मल विन्स, किनकि अन्त्यमा त्यही साना स्टेप्सले नै ठुलो रिजल्ट बनाउँछ।